म हुँ 4 पटकको पूर्व प्रधानमन्त्री, म हुँ सबैभन्दा बलियो पार्टीको अध्यक्ष, म माथि कुनै पनि किसिमको छानबिन हुनु हुँदैन, कार्की आयोग चिन्दैन, बयान पनि दिँदैन भन्दै कानुनको धज्जी उडाउँदै अपहेलना गर्ने अहङ्कारी आज प्रहरीको पन्जामा परिसकेका छन्। मलाई कसैले छोएर त हेरोस्, म देखाउँछु मेरो शक्ति, युवा सङ्घ उतार्छु, कार्यकर्ता उतार्छु, युथ फोर्स बोलाउँछु भन्दै सत्ता र शक्तिको आडमा कानुनलाई नै धम्काउने जेनजी आन्दोलनलाई बच्चा बच्चीको आन्दोलन न हो, एक दुई फायर पड्काउँदैमा आन्दोलनलाई निस्तेज बनाउन सक्छौँ भन्दै प्रहरीलाई अन्धाधुन्द गली चलाउन आदेश दिने केपी ओली र रमेश लेखक पक्राउ परिसकेका छन् भने उता अर्कोतिर दीपक खड्का पनि पक्राउ परिसकेका छन्। अझै विशेष कुरा त हाम्रो पार्टी अध्यक्षलाई कसैले छुन्छ भने राम्रो हुँदैन, हामी आन्दोलन गर्छौँ भन्दै कानुनलाई नै धम्काउने महेश बस्नेत जस्ता व्यक्ति भूमिगत भइसकेका छन्। हिजो रवि बालेन र सिङ्गो रासोपालाई नै गाली गरेर आफ्नो पार्टीको बचाउ गर्दै राजनीति गरिरहेका एमाले र काङ्ग्रेसका केही व्यक्तिहरूले अहिले आफ्नो बलि नै फेरेर बालेन सरकारको पक्षमा बोल्न थालेका छन्। हिजो सत्ता र शक्तिको आडमा देशमा विभिन्न गतिविधि गर्दै भ्रष्टाचार, यौन दुर्व्यवहार, लुटपाट मचाउँदै अड्डा जमाएर बसेका नेता, कर्मचारी, टोले गुण्डा र सर्वसाधारण समेतको मुटु थरथराइरहेको छ। जनताहरू पनि अब यो देश बनाउने सुनौलो अवसर हो, यदि देश कसैले बनाउँछ भने बालेन सरकारले बनाउँछ भनेर निकै आशावादी देखिएका छन्। उता अर्कोतिर सरकार बन्दाको दोस्रो दिनबाटै आन्दोलनको झिल्का देखा परिसकेका छन्। यो सरकारले पनि कतै जेनजी आन्दोलनको बेला ओली सरकारले जस्तै नागरिकहरूमाथि गोली बर्साउँछ कि भन्दै तरसित भइरहेका छन्। जे गर्छ बालेन सरकारले गर्छ। बालेन सरकारको लागि शुभकामना।